यसमा गयो मेथी, यो गयो यसमा राईको दाना, यसमा अदुवा लसुन खुर्सानी अनि यो सटेड अनियन, यसमा अलिकति स्लाइस टमेटो, त्यसको पछाडि यसलाई हल्का रोटे गर्नुपर्छ है। अनि यसमा थोरै करी पत्ता हाल्ने, यसलाई एकैछिन सोटे गरेर यहाँहरूलाई म देखाउँदैछु। आज सिधो हुन्छ कश्मीरी चिल्ली पाउडर जाँदैछ, अनि यसमा अलिकति हल्दी पाउडर जाँदैछ, अनि यसमा नुन जाँदैछ स्वाद अनुसार। पानी राखौँ, पानी राखिसकेपछि यसरी चलाउनु होला। यसले मसलामा राम्रो टेक्सचर आउँछ र कलर पनि एकदम साइनिङ आउँछ। आइसके पछाडि तपाईँले यसमा माछा हाल्ने है। म यो किङफिस मसलालाई किङफिस मसला बनाउँदैछु। यसमा थोरै यो हाम्रो मिल्क पाउडर पर्छ हैन। अब यहाँ यसमा मैले माछा हालिसकेको छु हैन। अब हाम्रो लगभग यो फिस मसला तयार हुन गएको छ। त्यस पछाडि हामीले यसलाई प्लेटमा सर्भ गर्छौँ। खाना पाकिसकेपछि पहिला एउटा मेन कुरा ध्यान दिनुपर्ने के हुन्छ भने हामीले खाना जस्तो राम्रो मसला हालेर बनाए पनि खानाको प्रेजेन्टेसन राम्रो भएन भने खाना राम्रो देखिँदैन। र चाहिँ यसलाई हामीले प्लेटमा सर्भ गर्ने बेलामा एकदम राम्रोसँग गार्निस गरेर प्लेटमा सजाउनेछौँ र तपाईँले हेर्दै जानुहोला।